हेलो म रेवन्त श्रेष्ठ मेरो सानो भिडियोमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरूलाई चाहिँ आज म यो दुधकोशी यो रगुवा बजारमा लाग्ने भनेको बेली ब्रिजको लागि कामहरू कतै रोकिएर बसेको त छैन जस्तो लागेको छ होला कि भनेर देखाउन गइरहेको छु। काम रोकिएको छैन, काम सञ्चालनमा आइरहेको छ होइन। र ठिक छ, अब 5वटा होलको काम सक्यो, जम्मा 12वटामा अब 7वटा बाँकी छ। 5वटा सकेर ढलान सलान पनि गरिसकेको छ। मुनि जमिन मुनि हुँदो रहेछ ढलान। र तपाईँहरूलाई यहाँ कामहरू रडहरू कामहरू भइरहेको छ है। तपाईँहरूलाई देखाउन ल्याएको मैले, हेर्नुहोला सबैजनाले। धेरै दिन भयो भिडियो सिडियो आउँदैन, कतै काम रोकिएको छ कि भनेर सोच्नु भएको छ भने त्यो होइन। काम एकदम फास्ट चलिरहेको छ, फास्ट भइरहेको छ है। माथि क्रसरहरूको पनि गिटी उत्पादन भइरहेको छ, बालुवाहरू पनि चाल्ने कामहरू भइरहेको छ है। र यो रुखको बुट्टाले छेलछाल गरेको छ, अलि मिलाएर हेर्नु होला है हजुरहरूले। यस्तो हस् त, बाई। हजुरहरूलाई अर्को भिडियो लिएर आउनेछु फेरि।